नमस्कार सबैजनालाई। आज चाहिँ हामी राइड सेयरको बारेमा सम्पूर्ण कुरा जान्नेवालामा छौँ है त। यसमा चाहिँ मैले राइड सेयरबाट हामीले फाइदा कसरी लिने, यो चाहिँ यसैलाई चाहिँ आधार राखेर मैले पुरै भिडियो चाहिँ बनाउन जाँदैछु होइन। र यसै क्रममा चाहिँ हामी के हेर्छौँ भन्दाखेरि राइड सेयर भनेको के हो, राइड सेयर कुन लाइनमा छन् र कुन चाहिँ अप्रुभ भइसके र कुन कम्पनीले चाहिँ अब राइड सेयर खोल्न बाँकी छन्। साथै हामीले राइड सेयरको ठ्याक्कै फाइदा कसरी लिने र यसको क्याल्कुलेसन कसरी हुन्छ, यो सबै कुरा चाहिँ यो भिडियोमा हेर्न जाँदैछौँ होइन। त्यही भएर यो भिडियो लास्टसम्म हेर्नुभयो भने तपाईँहरूले धेरै कुरा चाहिँ नयाँ जान्ने मौका पाउनुहुन्छ। साथै म के पनि भन्न चाहन्छु भन्दाखेरि राइड सेयरको बारेमा चाहिँ एउटा यो भिडियो हेरिसकेपछि अर्को भिडियो चाहिँ तपाईँहरूले अरू कसैको राइड सेयरको बारेमा हेर्नुपर्छ जस्तो मलाई लाग्दैन है त। ल अब हामी सबैभन्दा सुरुमा कहाँबाट जाऊँ भन्दाखेरि राइड सेयर भनेको चाहिँ के हो त्यहाँबाट जाऊँ, अनि हामीले अरू अरू कुरा विभिन्न छलफल गरेर जाउँ है त। सुरुमा राइड सेयर भनेको के हो भन्दाखेरि कुनै पनि कम्पनीले आफ्नो अहिलेको सेयर तत्कालीन सेयर होल्डरसँग चाहिँ एक्स्ट्रा पैसा माग्नु चाहिँ राइड सेयर हो है त। र राइड सेयर कसरी हुन्छ, कहाँ देखिन्छ, कुन कम्पनीले कति पैसा मागे कसरी थाहा हुन्छ त्यो हेर्नु त। अब त्यो हेर्नलाई चाहिँ हामी के गर्नुपर्छ भन्दाखेरि आफ्नो ब्राउजर जानुपर्छ र ब्राउजर गएर एउटा सेभनको टक्क अफिसियल वेबसाइटमा हामी जानु पर्यो है त। सेभन भनेर हाल्नु हो भने यसरी यहाँबाट जानु मिल्छ। र यो भइसकेपछि हामी यहाँ सिक्युरिटिज एन्ड इस्यु भनेर जान्छौँ। राइट सेयर दुईवटा हुन्छ, एउटा अप्रुभ भइसकेका राइट सेयरहरू, अर्को भनेको लिस्टमा भएको राइट सेयरहरू है त। पहिला हामी चाहिँ लिस्टमा कुन छन् त्यो हेर्छौँ र यो हेर्दाखेरि चाहिँ के देखिन्छ भन्दाखेरि 2082 12 18 गते चाहिँ राइट सेयर एप्लिकेसनको लिस्ट चाहिँ अपडेट भएको रहेछ। इङ्ग्लिस थिचो नि यसरी खुल्छ है त। र यो खुल्ने बित्तिकै चाहिँ हामी ठ्याक्क के चाहिँ हेर्न मिल्छ भन्दाखेरि चाहिँ कुन कम्पनीको चाहिँ राइट सेयर आउनेवालामा छन् है, भने कुनले चाहिँ एप्लिकेसन दिएका छन् सेभनमा। त्यो हुँदाखेरि चाहिँ 12 हाइड्रो पावरले दिएको रहेछ, हाइड्रो पावर सेक्टर 1:1 भनेको तपाईँसँग 100 किता 12 हाइड्रो पावर छ भने तपाईँले 100 किता यसको राइट भर्न पाउनुहुन्छ है। यो चाहिँ हाम्रो सिम्पल हेर्ने तरिका हो। यसै गरी सर हेर्ने हो भने इन्सुरेन्स कम्पनीले राइट निकाल्नको रहेछ, सिडिबीले राइट निकाल्नको रहेछ होइन। अब चाहिँ राइट चाहिँ किन निकालिन्छ भन्दाखेरि चाहिँ त्यो हरेक कम्पनीको फरक फरक उद्देश्य हुन्छ राइट निकाल्नुको। कसैको राइट निकाल्नुको उद्देश्य बिजनेस ग्रोथ हुन्छ, कसैको राइट निकाल्नुको उद्देश्य अरू ठाउँमा लगानी गर्न हुन्छ, कसैको राइट निकाल्नुको उद्देश्य आफ्नो कुनै युनिटहरू केही छ त्यसलाई बढाउनुमा हुन्छ भने, कसैको राइट निकाल्ने उद्देश्य चाहिँ ब्याङ्कमा भएको लोन र इन्ट्रेस्ट तिर्नुपर्ने हुन्छ है। हो यो चाहिँ अब हामीले कसरी थाहा पाउँछौँ भन्दाखेरि राइट निकाल्ने बेलामा यी कम्पनीहरूले एउटा प्रोस्पेक्टस जारी गर्छन् होइन। हो त्यसमै लेखा हुन्छन् त्यो राइट निकालेको पैसाले हामी के गर्छौँ भनेर, त्यो चाहिँ पढ्नु पऱ्यो, ध्यान दिनु पऱ्यो है त। र अब हामी यो हेरिसकेपछि ओके हामीलाई के थाहा हुन्छ भन्दाखेरि राइट यो कम्पनीका आउने रहेछन् है भनेर थाहा हुन्छ। मैले अझै पनि भन्दैछु हामीले फाइदा कसरी लिने त्यो कुरा हामी छलफल गर्छौँ है। अब यो भइसकेपछि ल ठिक छ, यो त आउन लागेको हामीलाई पूर्व जानकारी भयो अथवा थाहा पाइयो। त्यसपछि अब हामीले के गर्छौँ, अब कुनको चाहिँ अप्रुभ भइसकेछ त भनेर हेर्नु पऱ्यो भने हामी फेरि त्यो अगाडि यसमा जान्छौँ र एप्रुभ लिस्ट चेक गर्छौँ। यहाँ अप्रुभ लिस्ट चेक गरेपछि यो सुरुको जुन छ नि हामी यसमा क्लिक गर्छौँ र यो चाहिँ अप्रुभ भइसकेका हुन्। र अप्रुभ भइसकेको लिस्ट हेर्ने हो भने चाहिँ यो फागुन 25 गते 82 सालको फागुन 25 गते अपडेट भएको रहेछ। भनेपछि कतिले यो अप्रुभ भइसकेपछि राइट सेयर दिइ पनि सके है। दिइ पनि सक्यो यसको फाइदा कसरी उठाउने त म भन्न जाँदैछु है त। अब चाहिँ हामी होइन एउटा कम्पनीकै राइट सेयरको पुरै एनालाइसिस गर्न खोज्छौँ है त। भनेको मतलब कम्पनीले राइट सेयर दिँदाखेरि चाहिँ हामीले कसरी चाहिँ फाइदा लिन सक्छौँ त्यो विषयमा कुरा गरौँ है त एकचोटि ल। अब हामीले हेर्ने हो भने जस्तै अब त्यही विषयमा चाहिँ तपाईँ नयाँ ट्याब खोल्नु होइन, त्यसपछि तपाईँ नेप्से अल्फाबाट चार्टमा जानु र चार्टमा गइसकेपछि अब मैले यसमा भन्न खोज्ने कुरा चाहिँ अब यहाँ अब आउँदैछ ल त। एक्चुअल म जुन राइट सेयरको कुरा गरिरहेको थिएँ नि त्यो चाहिँ अब म भन्दै, जस्तै अब एउटा कम्पनी लिउँ एनजिपिएल, किनकि अब अहिलेको लागि बुझ्नको लागि मात्रै, यो कुनै केही होइन, जस्ट बुझ्नको लागि मात्रै। सुरुमा एनजिपिएल खोलेपछि आज मैले बुझाउने दिनमा चाहिँ 447 को प्राइसमा रहेछ है। र हामी यत्तिकै यसरी प्याकेट जाँदैनौँ यसमा चाहिँ, किनकि मैले बुझाउनु पर्ने कुरा हामी एकचोटि अननेसेसरी चार्जमा जान्छौँ है। यस्तो गऱ्यो भने चाहिँ हामीले एउटा यो ग्याप देख्छौँ के हो। मेरो मेन कन्सर्न भनेको यही ग्याप हो क्या अब, किनकि यही ग्याप हो जुन मान्छेहरूले बुझ्दा नि बुझ्दैन राम्रोसँगले। र यही ग्यापमा चाहिँ हामीले बुझेर खेल्न जान्नु पऱ्यो है त। र कसरी खेल्छौँ त्यो पनि हामी बुझ्नु पऱ्यो। जस्तै अब यहाँ हेरौँ है त, यो भनेको चाहिँ न्यादी ग्रुपको हकप्रत सेयर जुन राइट सेयर छ त्यो एडजस्ट हुने दिन थियो है त। र त्यो दिन चाहिँ बुक क्लोज डेट भएको दिन, जुन अब बुक क्लोज डेटहरू यो बुझ्नुहुन्छ भनेर आश गरेको थिएँ मैले होइन, त्यही भएर चाहिँ यहीँबाट भन्दैछु। जस्तै हामीले मानिलिउँ सेयर यो दिन किन्यौँ अरे, यो प्राइस रेन्जमा किन्यौँ अरे है त। म पुरै राइट सेयर कुरा गर्छु नि, त्यही भएर मैले सिधै यो भने है त।
हामीले यो दिन सेयर किन्यौँ भने हाम्रो प्राइस हुन्छ 493 मा हाम्रो कस्ट प्राइस भयो त हामीलाई अहिलेको लागि। त्यसपछि एडजस्ट भएर यहाँ आयो भनेपछि यसको मतलब त यो दिन भएको प्राइस त अब हाम्रो डब्ल्युसिसी त यहाँ हुन्छ नि त होइन। हाम्रो डब्ल्युसिसी कुन जोनमा हुन्छ? यो जोनमा हुन्छ। अब अझै पनि यो प्राइस घट्दै गयो। म जस्ट प्राइसको मात्रै कुरा गरेको छु। अझै पनि यो प्राइस घट्दै गयो भने हामीले यहाँ पनि गएर किन्यौँ भने अब हाम्रो प्राइस यहाँबाट घटेर यहाँ आएको थियो, जुन डब्ल्युसिसी अब त्यो घटेर यहाँ गयो भनेपछि अब जुन दिन हामीलाई यो रेन्जको प्राइस जुन हुन्छ नि यो 320बाट माथि जान्छ त्यो दिन त हामीलाई फाइदा हुन्छ नि मार्केटमा होइन। र साथै हाम्रो अर्को के पनि गर्न मिल्छ भन्दाखेरि हामीले जुन राइट सेयर लिन्छौँ त्यो राइट सेयर लिँदाखेरि जुन हामी त ठुल्ठुलो क्वान्टिटीमा लिन्छौँ नि हाम्रो त्यसको मेन उद्देश्य भनेकै डब्ल्युसिसी घटाउने हुन्छ क्या। जुन हामीले अरू किन्छौँ नि हो त्यो घटाउने। जस्तै यहाँ किन्दाखेरि हाम्रो डब्ल्युसिसी 490 500को थियो अरे। अब त्यो एडजस्ट भएर हामीले यो दिन किन्यौँ भने हाम्रो अब हेर्नु यहाँ 490 र 200 ल 300 भनौँ न, यो 200 ग्याप छ भने चाहिँ हाम्रो घटेर 400 मा डब्ल्युसिसी आउने भयो। मैले बराबरी कि त किन्यौँ भनेर भन्न खोजिरहेको छु है त। 400 मा आउने भयो र अब यहाँनिर किनेको राइट सेयरको पक्नु फेरि एकचोटि र अब हामीले यहाँनिर किनेको राइट सेयरको त एउटा कस्ट हाम्रो यहाँ छ, अर्को कस्ट यहाँ छ, यहाँ किन्यौँ। यसको त हाम्रो बोनस आउँदाखेरि त यसको कस्ट अझै घटेर आउँछ, यो लेभलमा आउँछ कस्ट घटेर। अनि अझै पनि हामीलाई फाइदा के छ भन्दाखेरि यो लेभलभन्दा तलतिर चाहिँ यदि मार्केट बस्छ भने जुन अक्सन सेयर आउँछ नि पछि, जुन राइट सेयरहरू सब्सक्राइब नभएर जुन अक्सन सेयर आउँछ हो त्यो अक्सन सेयर भरेर पनि हामी यहाँ आउँछौँ के। हाम्रो डब्ल्युसिसी यहाँ आउँछ अथवा यहाँ आउँछ। त्यो हाम्रो मेन उद्देश्य भनेकै राइट सेयर भर्नुको पछाडि चाहिँ हामीले फाइदा कसरी कमाउने भन्दाखेरि चाहिँ डब्ल्युसिसी घटाएर चाहिँ हामीले फाइदा कमाउने क्या सधैँ है। र अब तपाईँको यो 300 ल 305 ल 320 सम्मको रेन्जमा आएर यदि मार्केटमा हाम्रो डब्ल्युसिसी यहाँसम्म आयो है, किनकि मार्केटले हामीलाई अपर्च्युनिटी दिएको थियो नि त। कस्तो अपर्च्युनिटी भन्दाखेरि चाहिँ यो रेन्जमा हाम्रो डब्ल्युसिसी अरे कस्तो अपर्च्युनिटी भन्दाखेरि चाहिँ हाम्रो यो प्राइसमा पनि छ नि त। हामीले एक्स्ट्रा किन्यौँ भने चाहिँ अब योभन्दा माथि जति माथि गयो त्यो चाहिँ हामीलाई फाइदा हुने वालामा छ है त। यसरी चाहिँ हामीले बुझ्नु पर्यो। अझै पनि केही बुझ्नु भयो भने तल कमेन्टमा बुझेर लेख्नु भयो भने चाहिँ म अझै पनि यसको सरल भाषामा चाहिँ बनाएर ल्याउँछु है त। र यसै गरी हामीले यता हेर्छौँ भने यहाँ पनि यसको के थियो राइट सेयर थियो। जस्तै हेर्नु है त। अब तपाईँले फेरि एकचोटि तपाईँले अब यो ठाउँमा किनेर अर्को यो ठाउँमा किन्नु भएको भए तपाईँको यहाँ हुन्थ्यो डब्ल्युसिसी र तपाईँले यो घट्दाखेरि अझै पनि किन्नु भएको भए तपाईँको डब्ल्युसिसी यो जोनमा आउँथ्यो र अर्को कुरा यहाँ भएको राइट सेयर खातामा आउँदाखेरि तपाईँको डब्ल्युसिसी घटेर यहाँ आउँथ्यो कि यतिखेरसम्म त अब होल्ड चाहिँ गर्नुपर्छ। तर यो प्राइस तपाईँले 490मा किनेको 300मा यहाँ डिभिडेन्ड पनि आयो होइन। र अक्सन सेयर आउँदाखेरि तपाईँले अझै तल किन्नु भयो भने तपाईँको रेन्ज यहाँ हुन्छ कि। तपाईँले यो कस्तो हुन्छ भन्दाखेरि 240मा किनेको सेयर आज 480को रेटमा छ भने जस्तो हो कि। त्यो भनेको चाहिँ अराउन्ड 100%को गेन हो के। भन्न खोजेको चाहिँ यही हो होइन। यसरी नै हामीले राइट सेयरमा चाहिँ फाइदा कमाउन सकिन्छ है त। ल यति भन्दै यो भिडियो चाहिँ मैले यहीँसम्म टुङ्ग्याएँ। अब केही नबुझेको छ भने चाहिँ सोध्नु होला र यस्तै केही अरू अरू कुनै केहीको बारेमा जान्न मन छ भने कमेन्टमा लेख्नु होला। यति भन्दै यो भिडियो यहीँ टुङ्गाउन चाहेँ। हस् त, नमस्कार।